हामी चाहिँ हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ आफ्टर लङ टाइम पछि मैले चाहिँ ब्लग स्टार्ट गरेकी छु किनभने आज चाहिँ भिनाजुको फाइनल डे हो अनि आज चाहिँ हामी एयरपोर्ट पुऱ्याउन जान लागेको। सो एक्साइटेड छु म अनि रेडी पनि भइसकेँ। मेरो आउटफिट चाहिँ छ आजको। कस्तो अब इमोसनल चाहिँ हुँदिनँ होला आई थिङ्क मलाई रुन चाहिँ अलिक हुँदैन के मान्छे जाँदा चाहिँ किन इमोसनल त्यस्तो टिचर जाँदा चाहिँ एकचोटि ल्याएको थियो बट देन अहिले चाहिँ रुने छैन है। बट देन अब हेरौँ लेट्स के हुन्छ। अनि अहिले चाहिँ भिनाजुको बिदा हुन लागिरहेछ अनि ठ्याक्कै यही बेला चाहिँ पानी पराएर छ बाहिर भन्छ नि अमृत वर्षा फ्लाइट के हो समथिङ त्यस्तै। अनि अब पुऱ्याउनु पर्ने हुन्छ अनि चार्जर माग्दैछौँ चार्जर पुऱ्याएको छु। अब चाहिँ चार्जर लिएर म पनि खाता लगाउनु पर्ने हुन्छ। 2 बजे फ्लाइट थियो अहिले चाहिँ 2 बजिसक्यो त्यसैले जाने हामी लगाउने बित्तिकै हुने हो के यहाँ चाहिँ हुँदैछ बिदाई कार्यक्रम। यो व्हाइट कलर मैले नि अहिले लगाइदिने मलाई ढोक्ने त्यहाँ लु आमा ताजी दलाई खोइ कतै खुवा अब पिएमा खाजी दलाई बिचारामा आगे त भाग्यमा नि हुनु सलिनले यस्तो खान्छ मेरो सर्ट यहाँ पनि ढोग्ने कि ए खाऊ न एक चम्ची मात्र खाइदे एक चम्ची 2 चम्ची हो के दादा बच्चा हो ल अब ढोग्ने हो के हो यो ल यहाँ मलाई चाहिँ ढोग्ने ल पढेर पढ्नु के गर्ने रे भिडियो सानोहरुले त ढोग्नु पर्छ बाबालाई तिमी ढोग्ने बाबालाई के को फ्या हो र के माने राम्रोसँग पढ्ने र 2 क्लास सम्म सक्यो मेरो कार्यक्रम अब जाँदै छ ढोग्ने पढ्ने नै राम्रोसँग भने बाजा गरीब भयो अनि हम देश रोजन चासे मिगाम जिमे जाँदै छन् अब फाइनली भिनाजु चार्जर भिनाजु यता हेर्नु न हुन्छ अबे बच्चा सोल गरे है पाजम देखाएको नि यसो बेबीला अब बिदाई अब कति बज्यो 2 बजे भने हैन फ्लाइट पढ्दैन पढ्दैन नाइ सबै चिया खाने हो नि दिदी मलाई सलिएको गिलास थोरै गइहाल्छ खै त यो सुर्खेस दही खाने जन नखाने मामा पाउनु न म दही खुवाइदिनु पर्छ मेरो बुढालाई दिदी रेडी हुँदैछन् जानको लागि यहाँ छन् यहाँ तिनवटा छ चल्दैन हाँ रुन मन लाग्यो आउँदैन रहेछ हो त्यहाँबाट यस्तो लाग्छ आले मेरो अहिले मैले सालेलाई साले भानी दही खाऊ बुढी गादो दही हेर्नु दही सोइसमा दिनु न यता हेर्नु पनि खाएर मात्रै हुन्छ अब मामु पैसा दिनु तीटा मैले त अब म त ढोग्ने हो मम्मी दखै लगा ओ माय गॉड उठेर होइन भनेको
छल्लो हटा न एकचोटि अब सलिनलाई न तिमीले हो भिडियो गरेको हेर्नु त्यहाँ सलिन पनि आदि ए होस् त होइन तपाईँ दुईजना मात्रै खिचेको मैले अरूलाई नखिचेको मामु हस्पिटल खोल्नु मैले मलाई अब निस्किँदैछ रुवा न साली तिमी बोक्न नसक्ने चाहिँ नबोक न अलि अलि सक्छ कति भारी उता राख्ने यहाँ राख्ने हो के कस्तो नबोक न बेबी बोक्नु पर्दैन भने जल्दी निकलो ना यार कितना लेट कर रहे हो जल्दी मेरा हाथ दुख सक्यो तासी फास्ट टैक्सी आयो यो हो टैक्सी आयो आउस् त तिमी चाहिँ कति कराएर ब्याक गरेर आउनु भने ब्याक गरेर तलै जाँदा पनि हुन्छ सुन तलै जाने रोडमै टैक्सी आयो कोही पानीमा छुट्छु छुर 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 अब निकल रहा है भुइँमा राखेको भयो कस्तो भन्नु यता चाहिँ दिदी छ अब ढोकताल छ यता छ ट्याक्सी बटन नभइगयो त्यो चाहिँ यहाँ छ त गाह्रो बटन आइसकेको छ मेरो पावर कति कम हो चढ्यो रे चढ्यो खाना खानु त्यही राख्नु तपाईँहरू बस्ने होला यो त यही राख्नु ओइ म कहाँ बस्ने हो राम्रो गाडी जाऊ म उता चाबी म चढेँ ओइ के हो खोल्दैन त त्यहाँ हेर्नु के उता हो तिमी अनि उजा ताकमा बस्ने हो तिमी एकछिन रु लक लागेन हैन कान्छी बाइ बाइ झ्याल कसरी खोल्छ खोल्छ कस्तो हुँदैछ विनाश भन्नु भन्न पहिलोचोटि गएको है कस्तो हुनु रमाइलो आएर सनी तिमीलाई कस्तो लागिरहेको बाबा जाँदा फेरि छोडेर जाँदा कि अयो तेरो पाप्सी धेरै हाम्रो झ्याल कसरी खोल्ने अहिले खोलिदिनु हुन्छ अरे क्या अहिले खोल्छ काखमा बसेर गयौँ अब एयरपोर्ट तपाईँलाई पुऱ्याउन के भयो त यसरी हेर्नु हुँदैन कि यतिको ठिक छ दुवाकोट के हो यो आई डोन्ट नो जे होस् यहाँ पुग्यो यता छ अब यता छ छोरो यता छ बुबा बस अङ्कल स्कुलको बस यता छु म गयौँ अब जाँदैछौँ मान्छे उयो गरेको देखेपछि चाहिँ
खै भाटभटी नि देख्दैन त भर्खर भाटभटी नि निस्किँदै कट्यो Why are you crying? Narunu na, Vinaju. So he is crying. मैले तिम्रो उयो ल्याउनु पर्छ के ल मसँग ल्याएछ त मैले ठीक भयो आया बाबा लगाउने उनीलाई आजसम्म छैन तपाईँ के भएको लम्बो बन्नु के लाग्यो यहाँ भाटभटी नि आयो हामी अनि यहाँ छ पहाड फिलिङ समथिङ के ऱ्याक गरिदिइहाल्यो नि यहाँ टक्क रोकेर अनि यहाँ जाम भइरहेको छ जाम फेरि जाम खोलिसक्यो ल म एयरपोर्ट जाम जाम अब बाटो भयो जाम 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 कसरी भेट्न रफ्तारको हावा हो आउन आँट्यो हाम्रो डेस्टिनेसन कहाँ हो यो थाहा चाहिँ छैन मलाई कहाँ पुग्यो भनेर 3 कुने रे यस्तो हुन्छ कि 3 कुने कोटेश्वरको 3 कुने यस्तो हुन्छ यसो अब थाहा नहुनेहरूलाई यहाँ चाहिँ फुटबल खेलिरहेको छ अब धेरै छैन भने हल्का छ्या गाह्रो छ गाह्रो सलिनलाई चाहिँ गाह्रो छ कि एकदम अब बाबा जाँदैछ भइहाल्छ यस्तो चर्को छ
ए आमा जानलाई यो बाटो नछोडी महाराजगञ्जसम्म जाने हट न बेबी हात ए खुट्टा ए और यो के भएको बन्द गर्नु भएको आवाज कहाँ आयो किलो पनि कति थिचेर यता होइन यता खिच्ने होइन त्यता हो कि KMC भनेको त्यो हो कि प्लेन के निकाल्नु देख्नु त त्यस्तो ठुलो प्लेन आयो अगाडिसम्म हावा नबोल्नु नि त अघि थियो नि त्यहाँ खोइ म गाडी देखाउनु माथि त होला नि अनि त उठ्यो देखियो नक्ली हो यहाँ हुँदैन छु त्यहाँ हस्पिटल कहिले अस्ति नानी दाजु आयो अब कस्तो फेरि देख फोटो भएर भिडियोमा अब एयरपोर्ट आयो उडेर जस्तो भएको छ कपाल उडेर A few moments later. अब एयरपोर्ट आयो एयरपोर्ट अस्ति दिन त यहाँ त ମୋର बिजा आउने बेला पनि माया भिड थियो होला है रोडसम्मै के नेपालीहरू गएपछि है देश के हुन्छ देश अब जरा बेबी Terus बालिनले गरेर सब यसो अब रोका अब हाम्रै कस्तो
लिएर आउँछ तलबाट खाली ट्रली लिएर आउनु त त्यो सामान हामीलाई जाने अनि हिनाजु खैमा राखिदिन्छु अर्को छ होला त्यही छ हिनाजु नजान्न राम्रै आयो सिङ्गल हान्ने मैले तपाईँको चलु ल यो त झन्डा सन्डा झराएर हिँडेको छ लाउनु अघि लाउनु न राम्रो देख्छ हिनाजु गयो बाई छल्नु यता यता बाई 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 कस्तो यार कस्तो गाह्रो हुँदो बाई ऊ त्यहाँ उसन बाबा गयो बाई हाँस्छ म भाइ गयो 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 जाउँ अब हामी पनि गए मस्तो हावा चलेको है यहाँ हामी चाहिँ वासरुममा आएको छौँ वासरुम पनि यस्तो दमदार छ ल ओइ हो ओइ हो एयरपोर्टको भनेको एयरपोर्ट हुन्छ दिदीलाई पर्खिरहेको म चाहिँ
गएर पनि हामी चाहिँ अब बाहिर निस्कियो है कस्तो मजा आएन है बेबी है बाबा हेर्नु रुइरह्यो चाहिँ अहिले आएर अघि बाबाको अगाडि रुँदैन अनि सन्नु अरुवा बेबी के भयो त फेरि आउँछ कि 2 वर्षपछि चालु छ के बाबा नरुवा अब फेरि 2 इयर पछि आउँछ के बाबा मेरो सलिन रुइरहेको थिएँ हेर बाबा गएर बाबा आउँछ नि नरुवा रुनु हुँदैन गइसक्यो अब के गर्नु ल हाँस पानीपुरी खान लागेको केमा मेलामा खाँदा पानीपुरी तिमी हो नि त्यो बेला त लास्टमा उनी फर्स्ट भएको झोल खानुपर्छ ल खर्सानी त इस बीच ओवर की तीसरी गेंद लेकर के अपने आ रहेंगे साझेदारी की बात करें तो अब तक 10 गेंदों में 19 रनों की साझेदारी हुई है क्या लगता है दोस्तों क्या रॉयल चैलेंजर्स बैंगलोर 200 रनों का आंकड़ा पार कर पाएगी या नहीं एक बार जल्दी से कमेंट में बताइएगा राइट आर्म ओवर द विकेट पे के गरिरहेको होला झोल अगाडि खान्छ ओवर की तीसरी गेंद स्ट्राइक में मौजूद कप्तान रजत पाटीदार तीसरी गेंद मुकेश कुमार के इस ओवर के कप्तान रजत पाटीदार कहाँ रुकने वाले थे जड़ दिया है छक्का ये तीसरी गेंद थी मुकेश कुमार की पटकी हुई शॉर्ट पिच गेंद कप्तान रजत पाटीदार ने अब नम्बर दिइरहेको छु कति 6 7 अनि त्यसपछि 72 अनि 45 हिँड्दै जाँदैछौँ सो आजको लागि यति नै जसले फुल भिडियो हेर्नु होला थ्याङ्क्स फर वाचिङ